सेवा र नमस्कार। आज चाहिँ हाम्रो आदरणीय भाइ हाम्रो सन्तोष के नेउपाने भाइकोमा यो नेक्स्ट जेनेरेसन फार्मर कृषि फार्ममा चाहिँ अब यहाँ अवलोकनको लागि आइएको थियो। अब यहाँ चाहिँ हामी उहाँको मिहिनेत परिश्रम र उहाँको चाहिँ यो अत्याधुनिक किसिमको बोट बिरुवा र सागसब्जी फलाउने, यसको नाम के भन्छ? हाइड्रोपोनिक विधिबाट उहाँले सागसब्जीहरू 12 घन्टा माटो रहित र विषादी रहित होइन, एकदम अर्ग्यानिक, नेचुरल अर्ग्यानिक उहाँले आफै उत्पादन गर्नुहुन्छ र बोट बिरुवा फलफुल आदि इत्यादि सब हाम्रो सन्तोष नेउपाने भाइज्यूको धेरै परिश्रमिक किसान हुनुहुन्छ उहाँ। तपाईले कहाँबाट अब यो ग्रेजुएट गर्नुभयो कृषि सम्बन्धी? म ग्रेजुएट होइन। ए, कृषि सम्बन्धी उहाँले पढ्नु भएको होइन मेरो। उहाँको एउटा पूर्ण अनुभवी यसरी गरिरहनु भएको छ। यहाँ उहाँले अब हाम्रो नेपाल हाइड्रो पावरबाट पनि काम चलाउनु हुन्छ पनि, तर उहाँले चाहिँ विशेष गरी यो सोलर प्यानलबाट 24 घन्टा उहाँको एसीदेखि लिएर कृषि फर्ममा चाहिने बत्तीहरू सबै उहाँले चाहिँ यो प्यानलबाट काम चलाउनुहुन्छ। ल यता चाहिँ अब यो त तपाईँको फ्लावर गार्डन हो नि होइन? फ्लावर गार्डन। ल यस्तो भव्य र सभ्य तरिकाले उहाँले यहाँ एउटा कृषि फर्म सञ्चालन गर्नुभएको छ। यो साग हेर्नु, यो एक रति पनि तितो नहुँदो रहेछ। यो चाहिँ मैले बिहान पनि उहाँले टिपेर दिनुभयो अहिले, र तपाईँहरू कोहीलाई यो अर्ग्यानिक रायोको साग र फलफुलहरू विषादीरहित चाहिन्छ भने चाहिँ हाम्रो यहाँ सन्तोष नेउपाने सरलाई, उहाँको युट्युब च्यानल पनि छ र उहाँको फेसबुक सन्तोष नेउपाने नेक्स्ट जेनेरेसन कृषि फर्म हो। एकदम राम्रो गर्नुभएको रहेछ। ल यतापट्टि आम्मामा, यतापट्टि चाहिँ रजनीगन्धा के पो भन्छ? रजनीगन्धा ल फुल। इटरी हाम्रो 8 किन हो यो? इटरी 8 स्थित हाम्रो सगरमाथै टोल विकास पर होला है? शहीद टोल विकास हाम्रो यो बिजुली अफिस मास्तिर, यो पशुपति मन्दिर छेउमा हो उहाँको लोकेसन। हेर्नु छतमा चाहिँ यो अब असम्भव भन्छ मान्छेले, तर गऱ्यो भने केही पनि असम्भव नहुँदो रहेछ। ल यतापट्टि फर्सीको लागि यो ग्रो ब्यागमा होइन, ग्रो ब्यागमा यो मलको नाम के हो? लिआईको कम्पोस्टबाट चाहिँ उहाँ तयार पार्नुभएको। ल हेर्नुहोस् यस्तो कौशी खेती सकभर अब यो सुनसरीमा अथवा पूर्वाञ्चलमै अब पहिलोचोटि उहाँले यो फर्म जस्तो लाग्छ मलाई चाहिँ, धेरै ठुलो। र यता अगाडिपट्टि पर पनि त्यहाँ चाहिँ बाटै छेउमा चाहिँ धेरै टनेलहरू, आधुनिक किसिमको घरहरू, छतहरू बनाएर उहाँले त्यहाँ पनि गर्नुभएको छ। ल आजलाई यति नै। लो नमस्कार भाइ। नमस्ते। तपाईँको यो आधुनिक तपाईँको परिश्रमलाई सम्मान छ। धन्यवाद। राम्रो गर्नुहोला, उन्नति प्रगति होस्। जय होस्।